इधर लेकर यो चाहिँ तपाईँको यो ढलानलाई चाहिँ काटेर मिसिनले काट्छ तिनीहरूले हैन। यो साइडमा खेरो फाल्दिन्छ। अनि यसलाई चाहिँ नि मैले अब यहाँ जिम निकै टाढा छ मेरो मुखबिलले गाउँदा जिम चाहिँ निकै टाढा छ हैन। जिम चाहिँ लगभग यहाँबाट 10-12 किलोमिटर बाँकी टाढा छ। अब हिँडेर जान 20 किलोमिटर हुन्छ। अनि जे काम गरेर आउँदाखेरि थाकिन्छ, त्यो भएर चाहिँ अब घरमै जोगाड गर्दैछु जिमको लागि। मैले 15-20 दिन भइसक्यो जिमको सामान बनाएर अब सुरु गरेको जिम गर्नलाई। अब हेर्नुहोस् यो यस्तो बेर्नी हो। यो किन बेरे भन्दाखेरि यहाँबाट सेतो लास्टै फोहोर लाग्छ हाततिर हैन। त्यही भएर यो टेबललाई चाहिँ यस्तो बेरेको। अनि त्यसपछि यो चाहिँ डिल गरेर पाल पारे अनि यसमा फलाम हुक बनाएको, त्यसलाई हुक बनाएको त्यस्तो हुन्छ। यता यो चाहिँ फिनिसिङ टच। अब यस्तो यता समात्ने अनि यस्तो बाइस भन्नुलाई। अनि त्यसलाई फेरि यहाँ अल्झाएर यस्तोले अल्झाएर यहाँ पनि बान्ने, यहाँ पनि बान्ने। अब यस्तो तपाईँको बार्बल कल भयो, खानालाई टाइस बनाउनलाई सजिलो हुन्छ। त्यति मात्र हो। यसलाई भन्छ गरिबी जोगाड। ल भाइ काट्दो।